ल शङ्कर हामी कहाँ यो हामी अहिले चाहिँ के अरे सिरबारीमा आइसकेको छौँ होइन। ल यसको ट्याक्का अलिकति बायो भन्नु नि त अलि नेपालकै पहिलो होमस्टे पनि हो नि है, तर दामीसँग एउटा भ्यू देखायो है। ल नेपालको पहिलो पर्यटन गाउँ सिरुवारी। सो हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई च्यानल। इट्स मी बोय शङ्कर काफले। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम फिट एन्ड फाइन नै छु। अनि आज चाहिँ हामी सिलास भाइ कहाँ हिँड्ने गरे आज हामी चाहिँ आज सिरबारी है लगाइज हाम्रो गाइजहरू यता छन् होइन। पहिलो यो गाइज होइन मिल्ने साथीहरू है, फेरि मिल्ने साथीहरू एससिबिएसको भन्दा कम साथी नभएर कि आकाश तिमी कहाँ पढेर आएको अरे? त्यही हो गाइज होइन, सिलास केही भन्दैन त ल। हाम्रो चाहिँ ल अब 10 दिएर बसेको, अब चाहिँ साथीहरू छुट्टिने बेला भएको भएर चाहिँ हामी चाहिँ अब लास्टचोटि साथी रमाइलोबाट हामी त छुट्टिनौँ के अरे त्यसैले हो होइन। ल आज चाहिँ हाम्रो फेयरवेल जस्तै भनौँ होइन साथीहरूको। केमा जाने अरे आज हामी भन्दै त ल। हामी चाहिँ जिपमा जाने है गाइज। जिपको छत छ कि छैन भन्दै त फेरि छत रहन्छ कि गाइज, त्यो रमाइलो नहुने हो कि। अनि त्यही हो गाइज, अरू चाहिँ उता छन्, हामी यति हो यहाँ भएको चाहिँ, अरू उता पछाडि छन्। अहिले एकछिनमा भेट्नुपर्छ है त ल। इन्ट्रो सकिसक्यो, धेरै पछि चाहिँ मैले भ्लग बनाइरहेको छु। अलिक कस्तो कस्तो भइरहेको छ क्या बोल्दाखेरि होइन। त्यही हो गाइज होइन, त्यही हो ल, एकछिन पछि भेट्नुपर्छ है त ल। फाइनली गाइज हामी चाहिँ थाप्ले आइसकेको छौँ होइन। अब खोइ मन्दिर कहाँ छ थाप्लेको त्यो मूर्ति देऊ। अनि हाम्रो गाइजहरू चाहिँ यता छन् होइन। गाडी चाहिँ हामीले पार्क गरिदिइसक्यौँ होइन, टक्क लाएर। यहाँ चाहिँ हामीले स्वागतको लागि यस्तो दामी गेट छ होइन, टक्क उचाल्ने हो। आज मौसम नै दामी भयो है, दामी होइन पनि राम्रो भयो। त्यही हो गाइज होइन। ए राम्रो रहेछ यार त। ओहो चस्मा खोलेर ए आमा मूर्ति बवाल देखिएन यार उताको। जान पाइन हामी अगाडि पाइन्छ है। जतासुकै फोहोर नफालाउ न, सही हो। ए नेपालकै पहिलो के अरे, नेपालकै सबैभन्दा ठुलो कि एसियाको अरे होइन ठुलो के बुद्धको मूर्ति खै त थाहा भनेर तँलाई थाहा रहन्छ यार। त्यही हो गाइज होइन। यस्तो दिम क्या, यस्तो नदिन्छु। त्यही हो गाइज होइन, टक्क लाएर ल मादल बजाइदिउ त ल। त्यही हो गाइज अनि ल घुमाइदे सिलास भाइ, घुमाइदे ल। गाइज बुद्धको मूर्ति देख्न सक्नुहुन्छ, यता चाहिँ फोटो सुट चलिरहेको छ होइन। हामी चाहिँ एकछिनमा यताबाट निस्किन्छौँ अनि हामी चाहिँ सिरबारी जानुपर्ने हुन्छ होइन, टक्क लाएर। अनि त्यही हो बुढोको गोटी त्यस्तै कि छ होइन। अनि ल केही भन्न छ केटाहरू, केही भन नि त ल। ल आकाशले भनिदिन्छ ल, केही भन न। टक्क लाएर यस्तो त हामी छ होइन। अब यहाँ चाहिँ हामी एकछिन घुम्छौँ अनि यिनीहरूले चाहिँ फोटोसोटो सुट गरिसके अनि म चाहिँ एकछिन गर्छु अनि टक्क अनि हामी चाहिँ जानुपर्छ है त ल। त्यही हो, यस्तो पनि रहेछ त्यहाँ यार टक्क। हो नाइस रहेछ। त्यही हो गाइज होइन, कस्तो खिच्छ यिनको फोनले ल। त्यही हो गाइज, देखियो नि त ल। हेलो गाइस, वेलकम ब्याक। हामी चाहिँ दरबार थाप्ले आइसकेको छौँ। हेलो लाइक गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, सब्स्क्राइब प्लिज। चाहिँ हामी यता चिया खाने ठाउँमा छौँ होइन। अनि बुद्धको मूर्ति देख्न सक्नुहुन्छ, बल्ल हल्का क्लियर आइरहेको छ होइन, टक्क क्लियर देख्यो भन्ने होइन। तिनीहरू चाहिँ उता छन्, हामी यता छौँ अहिले होइन। कहाँसम्म अरे हामी अहिले चिया हान्न। अनि चायवाला अङ्कलले चाहिँ हामीलाई चिया बनाइदिँदै हुनुहुन्छ होइन। त्यही हो दाइ बोल्नु नि त ल भ्लगमा त, खक्का केही भन्दैन नि त। ल शङ्कर हामी कहाँ यो
हामीहरू चाहिँ के अरे सिरुबारीमा आइसकेको छौँ होइन ल यसको ट्याक्क अलिकति बायो भन्नु नि त अलिक नेपालकै पहिलो होमस्टे होमस्टे पनि भयो नि यो है तर दामीसँग एउटा भ्यू देखाएँ है ल नेपालको पहिलो पर्यटन गाउँ सिरुबारी हाम्रो चाहिँ यहाँ चाहिँ एसियाकै सबभन्दा पहिलो होमस्टे पनि छ होइन यी तलदेखिसम्म चाहिँ वेलकम टु सिरुबारी है सिरुबारी है गाइस बबाल सिरुबारी ल ठिक छ हजुर म पनि आऊँ त्यतै ल ठिक छ हाम्रो आकाश मोटु डाउने त छ नै ल शङ्कर यो राखमै एकछिन हजुर राख ल सिरुबारी हेलो गाइस हामी देख्न सक्नुहुन्छ सिरुबारी होइन हामी चाहिँ अहिले सिरुबारीमा छौँ होइन टक्क यस्तो भ्यू देखाउँछ तपाईँको टक्क देखाऊ अनि अब चाहिँ हामी जान्छौँ है त मलाई देखाऊ अब टक्क गाइस अब हामी चाहिँ यहाँबाट टक्क माथि जान्छौँ के छ अरे दाइ यहाँभन्दा माथि टावर छ होइन टावर हेर्न जान्छ अब हामी चाहिँ अनि त्यही हो यता चाहिँ हाम्रो फोटो सुट हुँदैछ होइन टक्क लाएर अनि मेरो क्यामेराम्यानलाई चाहिँ म देखाउँछु ल हाम्रो काकु छन् होइन त्यही हो गाइस होइन टक्क तर दामी रहेछ यार अब चाहिँ गुम्बा ल ठ्याक्क चाहिँ म मेरो फेस नदेखाइकन यताको भ्यू देखाउँछु गाइजहरू होइन तपाईँहरू पनि आउनु सक्नुहुन्छ एकदम रमाइलो रहेछ होइन ओहो नि गाउँ पनि एकदम घर पनि रमाइलो रहेछ बस्दैनन् र चिलास घरहरू पनि एउटै रहेछ घर कोही बस्दैन बुद्ध गुम्बामा आइसक्यो हामी गाइस होइन एकदम रमाइलो छ है ल ल ल तँ यहाँ खिच त म अगाडिबाट गएर एक्सप्लेन हाल्दै जान्छु झोले बस्छु गाइस म चाहिँ होइन हामी त बिराज भट्ट जस्तो देखिरहेको छ क्या आज ल्यान्ड गाई बस स्ट्यान्ड है गाइस तपाईँ ल बस स्ट्यान्ड हाम्रो चाहिँ बुद्ध गुम्बाको लोकेसन बुद्ध गुम्बाको लोकेसन देख्न सक्नुहुन्छ अनि यता चाहिँ क्या रुद्रमान गुरुङ शालिग चाहिँ यता रहेछ होइन तर बुद्ध गुम्बा चाहिँ यता रहेछ है हाम्रो यहाँ चाहिँ यता जानुपर्ने हुन्छ होइन ल हामी चाहिँ हेर्न सक्नुहुन्छ वेलकम टु सिरुबारी हार्दिक स्वागत गर्दछ हो हामी चाहिँ बल्ल सिरुबारी छिरेको छैन गाइस हामी चाहिँ सिरुबारी वी आर इन सिरुबारी गाइस हेर्न सक्नुहुन्छ क्लिन वाउ यहाँ चाहिँ एकदम राम्रो रहेछ इन्भाइरोमेन्ट चाहिँ किनभने यहाँ सरसफाइ राख्न अनि के अरे म फेरि एक्सप्लेन सरसफाइ रहेछ यहाँ चाहिँ होइन एकदम सफा रहेछ यो चाहिँ एकदम राम्रो हेबिट पनि हामीले पनि यो हेबिट चाहिँ सिरुबारी फलो गर्नुपर्छ है 10 र 11 मा हामी आइसकेको छौँ होइन एकदम रमाइलो चाहिँ गाइस हेर्न सक्नुहुन्छ यहाँ घरहरूको स्ट्रक्चरहरू चाहिँ हाम्रो एकदम गाउँले जीवनलाई समेटेको छ सो गाइस अहिले चाहिँ हामी सिरुबारीमा छौँ होइन हामीसँग चाहिँ हजुर यहीँको स्थानीय बासिन्दा हो कि स्थानीय बासिन्दा हजुर ल यहाँ चाहिँ अब हजुरले केही एक्सप्लेन हानिदिनु पऱ्यो कि ओके हाम्रो चाहिँ सिरुबारी चाहिँ कसरी पहिलो पर्यटकीय क्षेत्र बन्न पुग्यो यो चाहिँ विक्रम सम्वत 2054 सालमा स्वर्गीय क्याप्टेन भुपु सांसद रुद्रमान गुरुङज्यूले क्याप्टेन उहाँ इन्डियन आर्मीबाट रिटायरमेन्ट भएर उहाँले इस्टाब्लिस गर्नुभएको उसले चाहिँ उसको आफ्नो भन्नाले के भन्छ आफ्नो दिमागले सोचेर गाउँमा यो होमस्टे राख्नलाई यहाँ घर स्थापित गरेको कि होइन अनि गाउँमा चाहिँ उहाँले चाहिँ एउटा सङ्गठन बनायो अर्गनाइजेसन भन्नाले पर्यटन बोर्डको अन्डरमा है हजुर अनि त्यो पछि चाहिँ यहाँ पर्यटन पहिला चाहिँ विदेशी पर्यटन मात्रै आउँथ्यो यहाँ है लोकल हाम्रो अहिले फेरि नेपालमा सबैमा ठाउँमा फेमस छ नि त अहिले ल ल ल सो 2054 सालमा चाहिँ यहाँ स्थापना गरेर विदेशी पाहुना भित्र आएपछि त्यही रुटिन भन्नाले वेलकम गर्ने वेलकम सेरेमोनी अनि यहाँ चाहिँ यो नाइटमा यो बेलुकाको समयमा चाहिँ हल्का यो आउनुहुन्छ नि त्यहाँ चाहिँ हल्का स्वागत गर्ने कार्यक्रम हुन्छ अरे कस्तो छ यसो यो पनि के अहिले नेपाल टुरिज्म बोर्डले यो चाहिँ ग्रामीण भिलेज टुरिज्म बोर्डले के गरेछ भने यो हाम्रो अर्गनाइजेसन छ नि जो टुरिज्म अर्गनाइजेसन टुरिज्म होमस्टेको अर्गनाइजेसन छ नि होमस्टे भनिन्छ यसलाई है हजुर र यसमा चाहिँ रेस्टुरेन्ट होटल कसैले राख्न पाउन्न उनीहरूले चाहिँ लोकल हाम्रो यो गाउँको लोकलले मात्रै त्यो उसमा चाहिँ अध्यक्ष उपाध्यक्ष सचिव यिनीहरूको भन्नाले एउटा लेभल हुन्छ नि अर्गनाइजेसन जस्तो हुन्छ नि त्यो होइन सदस्य भोलिन्टियर त्यस्तो गरेर यिनीहरूले चाहिँ यहाँ म्यानेजमेन्ट गरेको छ है
अर्गनाइजेसन होइन। अनि र त्यसमा चाहिँ जो हाम्रो लोकल पर्यटन आउँछ नि नेपाल अधिराज्यबाट उहाँहरूलाई चाहिँ प्याकेज गरिएको छ। प्याकेज भन्नाले पर हेड 14,400। ए ठ्याक्क एउटै हुन्छ रेट? एउटै टुरिज्मलाई नेपाल भित्रको छुट्टै विदेशीलाई छुट्टै हो कि सबलाई एउटै हुन्छ? विदेशीलाई अर्को अलग छ हुन्छ हैन? सही हो। है। त हाम्रो लोकललाई नेपालको टुरिज्मलाई नेपालबाट कुनै ठाउँबाट आए पनि 1,400 रुपियाँ त्यसको तोकिएको छ प्याकेज है। प्याकेजमा तपाईँको वेलकम सेरेमनी पञ्चबाजाको साथमा त्यहाँ पछि पञ्चबाजा यहीँको होला नि? स्थानीय पञ्चबाजा है। अनि वेलकम गर्दाखेरि फुलको माला लगाएर स्वागत गर्ने है। प्रत्येकले चाहिँ फुलमाला लगाइदिने। हजुर है। यो प्याकेजभित्र कुरो गर्दैछु है, इन्डिभिजुअली होइन है। गर्दाखेरि त्यसमा चाहिँ अनि हल्का चिया पानी नास्ता आउने छ है। माथि गुम्बा घर छ, गुम्बा घरको प्राङ्गणमा जम्मा हुने। त्यहाँ चाहिँ 45 मिनटको चाहिँ पञ्चबाजा हुन्छ त्यहाँ है। भनेर उनीहरूले बजाउँछन्। इन्टरटेनमेन्ट दिएपछि बेलुकाको डिनर है। डिनर पछि ठ्याक्कै 9 बजे त्यहाँ चाहिँ गाउँको युवक क्लब आमा समूहले चाहिँ आफ्नो प्रोग्राम देखाउँछन् त्यहाँ है। प्रोग्राम देखाएपछि त्यो चाहिँ 10:30 चाहिँ अफ हुन्छ। त्यो सकिन्छ। त्यहाँ पछि बिहानको ब्रेकफास्ट दिन्छ है। चिया ब्रेकफास्ट होइन। त्योभन्दा पहिला ब्रेकफास्टभन्दा पहिला फेरि एउटा लोकल गाइडले गाउँको पुरा फेमलाइजेसन गरिदिन्छन्। यहाँ देखाइदिन्छ एरियाहरू माथि हाइटमा लगेर देखाइदिन्छ है। त्यो गरेपछि तपाईँहरूको चाहिँ एउटा प्याकेज सकिन्छ है। खाना खाएर जाने हो भने 11 बजे हजुर है त्यो बिदाई गरिन्छ है। अगर ब्रेकफास्ट मात्रै खाएर प्याकेजमा आएको छ भने ब्रेकफास्ट खाएर 8 बजे हुन्छ है। त्यति हो। ल अङ्कलले चाहिँ एकदम राम्रोसँग चाहिँ एक्सप्लेन गरिदिनु भयो सिरुबारी भिलेजको बारेमा। ल हजुरको नाम भनिदिनु त अङ्कल? मेरो नाम मिस्टर रञ्जित गुरुङ। ल हजुरहरूलाई चाहिँ यो भिडियो हेरेर चाहिँ आउन अब पक्कै पनि मद्दत हुन्छ होइन, सजिलो हुन्छ होइन। त्यही हो। ल धन्यवाद अङ्कललाई चाहिँ धन्यवाद होइन। हामी चाहिँ अब हामी पनि घुम्न आएको होइन। ल धन्यवाद। ल स्वर्गीय रुद्रमान गुरुङजी हुनुहुन्छ होइन। अनि यो सिरुबारी होमस्टेका पिता भनेर पनि उहाँलाई चिनिन्छ होइन। यहाँ चाहिँ टक्क उहाँको तस्बिर देख्न सकिन्छ हामीले चाहिँ। हाम्रो साथमा चाहिँ अङ्कल हुनुहुन्छ अघि अङ्कल। ल अनि र यो हाम्रो लामाको पुस्तक के ग्रन्थ किताबहरू होइन। यो 108 किताब छ यसमा। एउटा ऱ्याकमा र त्यो ऱ्याकमा दुईटा ऱ्याक गरेर 108 किताब छ। यसलाई कन्क्युर भनिन्छ है। कन्क्युर भन्ने पाठ चाहिँ वर्षमा एकपटक पढिन्छ हाम्रो यहाँ गाउँमा। त्यतिखेर 25वटा लामा आउँछ। भन्नाले तिब्बत भोटतिरबाट आउँछन्। माथि अप्पर स्थान अनि यो के भन्छ टुक्जे त्यताबाट आउने लामा गुरुहरू आएर यहाँ चाहिँ लाइनै बस्छन्। यता भित्र गुरु लामा चाहिँ यहाँ बस्नुहुन्छ, लामा गुरु। बाँकी त्यो उसको चाहिँ सिनियरिटी वाइज बस्छन् गुरुहरू है। लगभग 25वटा हो। 25भन्दा नि बढी नै हुनसक्छ है। तर चाहिँ कम्तीमा 25वटा लामा आउँछन् होइन। अनि त्यो पढिसकेपछि त्यो चाहिँ 1 हप्ता पर्छ त्यो कन्क्युर भन्ने यो किताबलाई। यो जो ऱ्याकमा राखेको किताबलाई है। अनि यो चाहिँ यो सबै यो बुद्ध भगवानको यहाँ जो जति नि बनाएको छ यो ह्यान्डक्राफ्टको पुरै बनाएको है। यो माथि के अरे अप्पर मुस्ताङ यो टुक्जेको लामाहरूले बनाएको आफै आधै ह्यान्डक्राफ्ट बनाएको लामाहरूले यो माथि यो डिजाइन हाल्ने जस्तो देखेको सबै भगवान्हरू हो। त्यो पछि यो चाहिँ गुरु रेम्बोछेको मूर्ति हाम्रो 400 वर्ष पुरानो हो। 400 वर्ष भन्दा नि पुरानै होला। यो हाम्रो गुरुहरूले चाहिँ पुस्तक चाहिँ यो साइडको यो बुद्ध उसको भन्दा यतापट्टि ह्यान्डओभर गर्दै गयो। हातले बनाएको है। यो चाहिँ कुनै के हो होइन। यो चाहिँ माटोको अलि कलर हालेर चाहिँ बनाइदिएको यिनीहरूलाई रिफ्रेसमेन्ट गरिदिएको हो चाहिँ माटोको है। माटोको होइन आफूले क्ले खेलाउँछ त्यस्तै माटोहरू किनभने बनाएर गुरु रेम्बोछेको मूर्तिले त्यसरी बनाएको। यो मूर्ति चाहिँ बिचको मूर्ति चाहिँ थाइल्यान्डबाट ल्याएको हो ब्याङ्ककबाट। उहाँको च्यारिटीले दिएको ब्याङ्ककले बुद्ध भगवानको मूर्ति। बाँकी त अब यस्तै छ। एउटा हाम्रो चाहिँ गुम्बाको चाहिँ यसको नि समिति छ यहाँ। हाम्रो गुम्बाको समिति छ।
व्यक्तिले चाहिँ यसलाई चाहिँ त्यो गर्न सञ्चालन गर्दैन। यसको समितिले यसबाट आएकोहरू पैसाहरू यता भन्नाले यहाँ जुन डोनेसन दिएको हुन्छ नि यही गुम्बामा लगाइने गरिएको छ है। र हाम्रो एउटा लामा चाहिँ अप टु डेट यहीँ हुन्छन् है। लामाको 3 भाइ छोरा छ, एउटा अहिले अर्को लामा नि भएको छ, लुम्बिनीमा छ अहिले, पढ्दैछ भनौँ न होइन। अनि उहाँ आएपछि यिनीहरूले चाहिँ यहाँ चाहिँ यहाँको पुजारी जस्तो भनौँ न लामा गुरुले यहाँको बुद्ध भगवानको बत्ती बाल्ने सरसफाइ गर्ने सबै गर्छन् यो गुम्बाको है। त्यही भएर हाम्रो गुम्बा एकदम निट एन्ड क्लिन छ यहाँ होइन। धन्यवाद ल। गाइज अहिले चाहिँ हामी पिकनिक स्पोटमा आइसकेको छौँ होइन। यहाँ चाहिँ हाम्रो केक काट्ने कार्यक्रम चलिरहेको छ। ल देखाइदेऊ त यता ल। एसिबिएस चाहिँ अब एकछिन यहाँ खाँचो साँचो गर्छौँ गाइज होइन। त्यसपछि निस्किनु पर्ने हुन्छ। ल आकाश खोइ कहाँ गयो? सिलास खोइ? सिलास ओए तँ आइज न। हजुर तल के भन् त ल यहाँ तेरो कमी भयो के बोल। हामी चाहिँ यहाँ सिरबारीको चाहिँ पिकनिक स्पोटमा छौँ होइन। यहाँ चाहिँ अब देख्न सक्नुहुन्छ यहाँ चाहिँ पिकनिक स्पोट हाम्रो चाहिँ सिरबारीद्वारा नम्बर युवा क्लब 2,05,335बाट यो चाहिँ बनेको रहेछ नि। टोइलेट एउटा रहेछ ठिया रहेछ होइन। अनि चाहिँ हाम्रो चाहिँ फायर क्याम्पिङ रहेछ होइन। त्यहाँ त त्यहीँ बस के अगाडि न सर अब त्यहाँ चाहिँ पानी रहेछ आउँछ खाने होइन। अब त्यहीँ बसेर हुन्छ अब आउँछ फेयरवेल जस्तो भनौँ न होइन। हाम्रो एसिबिएस ग्रुप होइन। अब हामी चाहिँ केक झिकेको छौँ अनि रेड बुल छ होइन। अब मिक्स मोमो चाउमिन छ होइन। त्यहाँपछि मारुल छ रमाइलो होइन। अब एकछिन रमाइलो गर्नुपर्छ होइन। घिन्ताङ हान्ने नि त ल। अनि त्यहाँपछि अब टावर चाहिँ धेरै माथि चढ्ने कुरा छ। अब जान्छन् जान्दैन थाहा होइन। अब चाहिँ हाम्रो लास्ट स्पोट भनेको चाहिँ हाम्रो भयो टावरै हो। नत्र हामी चाहिँ अब हेर्दा घर फर्किने सही हो। तँ केही बोल्छस् कि? हेलो आई एम दीपिका काफ्ले। ल ल ल ल आज बेलुका आउँछ है त ब्लग है। सो गाइस हामीले चाहिँ खाँदैछौँ है अहिले है। ल ठिक छ खाँदैछौँ गाइस होइन। रेडबुल सिलास केही भन्न त ल। मिठो छ खान पास एउटै हो। सिरुबारी भिलेज है गाइस। ल गाइजहरू है आकाशलाई केही भन्न चाहन्छौ? पैसा जति
आज चाहिँ नेक्स्ट डे हो होइन अनि हिजो चाहिँ हामी सिरुबारी भिलेज चाहिँ घुम्न गएको थियौँ क्लासको सबैजना भएर चाहिँ सबैजना भन्दा नि हामी पहिलाबाट सँगै पढेको साथीहरू चाहिँ गएको थियौँ अनि आज चाहिँ हामी छौँ खोलामा छौँ आज चाहिँ हिजो मैले चाहिँ भ्लग बनाइनँ किनभने चाहिँ उता गाडीबाट आउँदाखेरि चाहिँ पानी परेको थियो कि बाटोमा अनि त्यस्तै भयो उहाँ गएपछि नि अँधेरो भयो घर गएछु नि अनि त्यो बनाइनँ अनि त्यही हो भान्जे खान मसित चाहिँ हो भान्जा हेलो के छ त्यही हो अनि हामी चाहिँ यसो नआउने अनि यहाँ यसो माछा साछा मार्न सक्यो भने यो झुल थापेर मार्ने भनेर आएको हो अनि त्यो चाहिँ मैले अब माछा मारेको चाहिँ अर्को भ्लग मिलेसम्म अर्को भ्लगमा बनाउँछु होइन त्यही हो के छ केही भन्छौ बङ्गालतिर फेरि त्यही हो गाइज होइन अनि हिजोको भिडियो नै लामो भयो होला अनि आज चाहिँ मैले ठ्याक्कै इन गरिदिउँ भिडियोलाई इन गरौँ भिडियो चाहिँ इन भएकै छैन भनेर चाहिँ इन गरौँ भन्ने सोचेर चाहिँ यो यसलाई कन्टिन्यू दिएको हो होइन खासमा चाहिँ हामी नुहाउन आएको हिजो चाहिँ कपाल नि अलि अर्कै भएछ अनि ट्याक्क त्यही हो गाइज अब अर्को भ्लगमा भेट्नुपर्छ सबैजनाले माया देखाइदिनु होला होइन त्यही हो सब्सक्राइब गर्न नभुल्नु होला थ्याङ्क्स फर वाचिङ फर दिस भिडियो थ्याङ्क यू टाटा बाई बाई